हेलो साथीहरु, फेरि पनि स्वागत छ तपाईलाई मेरो भिडियोमा। म फेरि पनि तपाईको माझमा आइसकेको छु अनि आज चाहिँ म जाँदै छु मेरो दिदीकोमा विशेष कामको लागि। के काम होला? आज कान छेर्नको लागि जाँदै छु मेरो दिदीकोमा। तपाईहरु देख्न सक्नुहुन्छ मैले आजसम्म कान पनि छेरेको छैन अनि आज चाहिँ म कान छेर्ने छु। सुन त छैन तर हामी बजारको टप लगाउने छौं। मलाई चाहिँ अहिले आएर यस्तो कान छेरम लाग्यो अनि त्यही भएर मैले चाहिँ कान छेर्न जाँदै छु। म चाहिँ धेरै एक्साइटेड भएको छु अनि कान छेर्नको लागि। दुख्छ होला यस्तरी म ठिम्म बन्दुक हान्छु एमा, ठिम्म बन्दुक। अनि म चाहिँ दिदीसँग भेट भइसकेको छु। अब हामी जाँदैछौँ छेर्न। अनि के होला बनाइदिए छेर्न उयो बनाइदिए। अनि कहाँ जानु भेनाजु भन्नु त? अनि कहाँ जानु लाग्छ? तिम्रो कान छेर्दिनु। आज भेनाजुले मेरो कान छेर्दिनु लाग्छ। के छ त? चाहिँ नभए छेरे पनि हुन्थ्यो। किन? किन? अब अहिले छेरे के गर्ने? सुन लगाउने। सुन लाउनु पर्दैन जाने भने? सुन लाउनु पर्दैन? सुन लगायो भने पनि अब त के त? नुन भेगा नुन रसी मानेर लगाऊ। नुन र सुन एउटै भन्छ नि यार। अब हामी चाहिँ आइसकेको छौँ सुन पसलमा। कान छेर्ने दाइ अहिलेसम्म आउनुभएको छैन। वेट गर्दा गर्दा 1 घन्टा भइसक्यो। कान छेर्ने सपना नै छ। दाइ कति बेला आउनुहुन्छ? हामी यहाँ वेट गरी बसिरहेको छौँ। दाइ आउनुहुन्न। बल्ल हाम्रो दाइको एन्ट्री भयो। कति भयो हामीले 1 घन्टा 1.5 घन्टा भइसक्यो दाइ। तपाईँ कहाँ जानुभएको थियो? जुट्नु बोलेर भन्नु। जनता जान्न चाहन्छन्। के तपाईँ लगाउनु अब राम्रोसँग नि दाइ मेरो राम्रो भिडियोमा ल त्यही पनि अनि दाइ यता बाङटाङ त्यही पनि थाक दाइ 22 वर्ष उमेरमा छेरिरहेको छु हेर तिमी ठिक छ है त्यति त चाहिन्छ बिना सानोतिनो सुनले त नहुने रहेछ ल। मोटै छ यार अलि झन् मोटे छिन् त्यो अलि माथि हो क्या खै यहाँ खै होइन त्यहीलाई तल सट्टा गराउनु न भइहाल्यो ल ल ए त्यहाँ नगर है त्यहाँ दिदीलाई खै खै ए कति राम्रो के हुन अर्को खै कस्तो हुन्छ त के हुन ए तिमी साइड लगाऊ ल नाक पनि है खै यता हेर अब मैले ठ्याक्कै ठाउँमा छ ए मैले बुवालाई के भन्छौ तिमीले? फाइनल्ली कानमा सुन लगायो। अब कसै देखाउँछु म। कान छेरियो कान चाहिँ छेडिसकेको छु म। कान छेरेर चाहिँ आइसकेँ।